Smile. खुसी लाग्यो भेटेर तपाईलाई धेरै खुसी लाग्यो किन मैले के आर्थिक लाग्छ यस्तै बिर्ध भयो नि त बिर्ध भए त खाँदैछु अनि Everyone, good morning. Welcome and welcome back to our channel. Yay! आज चाहिँ म बसन्तपुरमा आइसकेको छु दशैंको लागि अनि मसँग को हुनुहुन्छ आज हजुरको नेम भनिदिनुहोस् सो हामीसँग हुनुहुन्छ अश्लेषा अनि अब हामी के गर्दैछौँ मैले भ्लग बनाउँदैछु भन न छिटो न छान अनि अहिले छाने अहिले के छ दशैं आएको हो दशैं आइसक्यो नि अनि बल्ल बल्ल घाम लाग्दैछ हाम्रो ठाउँमा अनि हामी भोलि कहाँ जान्छौँ भन्नु त पिकनिक अनि डोबकीले जाने कि नजाने जाने उठिसकेको छु मैले चाहिँ बिहानको 9 बजिसक्यो अनि सानीले खाजा खाएन तिमीले खाइसक्यो फास्ट सानी त के उठ्नु भएको म त भर्खर उठेको अनि आज हामी अब के गर्छौँ कस्तो गर्छौँ म भिडियोमा देखाउँछु हिजोसम्म त हामी बिजी थियो पानी परिरहेको थियो त्यही भएर त्यस्तो धेरै भिडियो बनाउनु पाएन है नि अल्छी लाग्दो भएको थियो नि हिजो त सानीलाई अल्छी लागेको थियो नि हिजो गराइ गुरुङ गर्दा है के भन्नु त ल यहाँ अनि डेनी र डिएन्जोले चाहिँ तल सुतिरहेको छ उनीहरू उठेकै छैन त्यस पछाडि अब हामी किचनमा जान्छौँ के खानेकुरा खान्छौँ होला सो आजदेखि चाहिँ म कन्टिन्यू भिडियो गर्नवाला छु भोलि चाहिँ टिका हो आज टिकाको अघिल्लो दिन हो अनि हामी चाहिँ उठिसकेको छौँ हो दशैं आयो कुन पो गीत सानीको दशैंवाला आउँछ दशैं आउन तपाईँले यस्तो मजा भाग्दैन कहिले सो गाइस सी यू एकछिनमा guys welcome back to my channel so तपाईले देखिहाल्नु भयो मैले चाहिँ धरानमा आएर बोजूलाई भेटेँ एकदमै खुसी लाग्यो मलाई भेटेर म पनि एकदम रमाउनु भइरहेको थियो अनि म यता बस्नुपुर आइसकेँ अनि बस्नु आएर आज फेरि मोमो बनाउन लागेको सो एभ्री इयर रिचुअल जस्तो भइसक्यो आएपछि मोमो बनाउने अनि यहाँ प्याजहरू काट्दैछु यहाँ बच्चाहरू यस्तै काम गर्छ डिएन्जल सो गाइस भान्जाहरूले चाहिँ मलाई आज सघाउँदैछ डिएन्जलले बढाल्दैछ डिएनले प्याज सासरे पानीमा दियो म अब किमा बनाउँदैछु यतिकै मिलेर काम गरेपछि त एकैछिनमा भइहाल्छ होइन त गाइस तिमीहरू कस्तो एक्साइटेड छ कि छैन आज मोमो बनाउनलाई मुटा होइन मुडा डिएन्जलले यहाँ कस्तो मजाले काम गर्दैछ फोहोर उठाएर देखाउनु भयो अब फोहोर उठाउनु त फोहोर एउटा हातले त्यो डस्टबिनमा समाउने डेन्टर ढ्याङ्गलाउने त्यो डस्टबिन अनि आउँदो रहेछ त पछाडि डस्टबिन छ त्यहाँ लगेर हालिदिने गुड गाइजहरूले चाहिँ मलाई आज हेल्प गर्दैछ मिठो मोमो बनाएर खाने हो अब गाइजहरू यहाँ हेर्नु त मामाहरू के गर्दै हुन्छ अनि यहाँ एउटा हेर्नु प्याज छिल्दैछ त्यसको मुख चाहिँ हेर्नु छिल्दैछ हाम्रो घरमा रातो कपाल भएको आएको छ क्या हिरोनी चाहिँ त्यहाँ हुनुहुन्छ हिरोनी चाहिँ यहाँ हुनुहुन्छ गाइस हिरोनी यहाँ हेर्नु त हिरोनीहरू गाइस अनि यस्तो गर्दैछ हिरोनी मोबाइल हेर्दैछ यस्तो हेर्दैछ आइफोन हेर्दैछ गाइसहरू यसको चटपटे बनाउने यहाँ मोमोको लागि यस्तै हुन्छ है यहाँ प्याज यहाँ पानी भित्र हेर्नु होला पानी छ बोतल कतिको भोक लागेको छ डेन्जल हो आएर बनाउनु भएन हुन्छ होला यस्तो सानो छैन
मैले के पिठो भनेको कस्तो कलर लाम भनेको के लाम कलर हौ त्यो हल्का घाममा देखिन्छ हाम्रो मम्मीले घुचेको मलाई हाल्लाम न म दसैँ गरेर म त त्यही लाउँछु रातो क्या मौसीमा 3 कुरा हुन्थ्यो गाइस हाम्रो मोमो चाहिँ रेडी भइसकेको छ सो गाइस हामी चाहिँ अघि स्पाइस रामेन खाँदैछौँ डिएन्जलले खाइसक्यो भाउजू खानुहुन्छ कालीले खाइसक्यो हेलो गाइस हामी मुकबाङ गर्दैछौँ भन्नु न हेलो गाइस अहिले चाहिँ हामी मुकबाङ गर्दैछौँ अनि मुकबाङमा के खाएको नि भन्दिनँ रामेन गाइस काली चाहिँ पिरोले भएको के बोल्नु छ मुकबाङ काली मुकबाङ गर्न छिटो आउनु न त्यो भिडियो अब दाया पिबयो अब म काली त गायब भएछ गाइस आज अनि हामी चाहिँ खोज्दैछौँ कालीलाई यो नुडल्स राख्दैछ काली छ भन्नु त काली छ काली छैन नुडल्स खायो भने चाहिँ छ है काली नुडल्स खायो भने चाहिँ छ कस्तो छ सानी छैन अब यी दुईजना थिए कस्तो छ मिठो छ चम्चाले खानु काटेर हजुर छैन यी गाई बुबु खाएको गाई बुबु हान्सको मासु पकाउँदै हुन्छ मम्मीले अनि यहाँ चाहिँ म रायोको मासु र यो त्यसको बनिरहेको हाई सनी के बनाउनु भएको कसको लागि ए हस् हस् दादा सुतिरहनु भएको छ गुड मर्निङ डेनियल कति बजी सुत्यो तिमीहरू हिजो छिटै सुतेको होला होइन हिजो त गुड मर्निङ छ नि मामा छ आमा छ छेउ नि छेउमा अन्जामा को हो Bueno. जान्नै हुनुपर्छ क्या छोरी राम्रो भयो ल यो मेरो रिसाको छोरी हो नि भन्छ रिसाको छोरी नि नानी बाबा छुच्चो हुनुहुन्छ अङ्कल छुच्चो हुनुहुन्छ तिनटै दुईटै भनेको जस्तो लाग्यो यसलाई बेल्नुपर्छ छोरी कति आउँछ तपाईँको भ्युज म हाल्दा त हाल्दिनँ ब्याक टु ब्याकै हाल्दिनँ दसैँको
असले तामाङ आउँछ तामाङ हो पो भन्छ त